हेलो गाइस, सम्पूर्णमा नमस्ते। हजुरहरूलाई सलिना युट्युब च्यानलमा स्वागत छ। हामी कहाँ जान लागिरहेका छौँ गाइस, हजुरहरूले थाहा पाइसक्नु। हिँडेर साग्दी पुग्न 4 घन्टामा सकिन्छ। पहिला पहिला 2टा भैँसीको घिम्रो दुध खाएको बलियो छ हामी। म त हात पात्यो कि बुढो। हामीले बाराकोटको गाउँ साग्दीको गाउँले देखाउनेछौँ भ्लगमा, हेर्नु होला। फाइनली गाइस हामी बाराकोट आइपुग्यौँ। बाराकोट पुल तरेर थारै गएर हामी नारामा जाने, यहाँ उभिएर अनि तेर्सै बाराकोटको पुल हिँड्नेछ 4:30 बजे हुनेको। कस्तो अरे सगरमाथा चढे जस्तो उकालो धाउनु पर्ने छ। अब 1 घन्टा त लाग्छ होला उकालो पुग्न। त्यसपछि हामी यहाँ माथिबाट खिरकचरीबाट 10-15 मिनटमा सुट भयो। पूरा भी बोलते थोड़ी हिंदी में भेजो थोड़ी भी भेजो नहीं चलो पूरा डाँडा रेसिङको बन भन्दैछ नि त। खै म जुम गरेर देखाइदिन्छु हजुर अलिकति। कुन डाँडालाई भन्दा त त्यो सेतो बाटो देखियो, त्यो बाटो देखियो अझै पारिपट्टि रेसिङ गएको के अरे रेसिङ गएको भन्नु मलाई त थाहा छैन, म चिन्न सक्दैन। सेतो बाटो देखे अझ उता पौलो डाँडा छ है। त पारि देखेर नि हुन्छ। यता के भन्छ अरे भन्दा होइन माथि यो यहाँ समुद्र बोल्दै माथि त खिर कटेरी भन्छ अरे त्यो माथि गाउँहरूलाई।